नमस्कार साथीहरू, तपाईहरू सबैलाई स्वागत गर्दछु मेरो युट्युब च्यानल द रिभ्यू सेल्फमा, जहाँ हामी सकारात्मक सोच, आत्मविकास र प्रेरणादायी जीवनशैलीका कुरा गर्छौं। सधैँझै आज पनि हामी कुरा गर्दैछौं आत्मविश्वास बढाउने एक अत्यन्तै शक्तिशाली उपायको बारेमा, जुन हो सिकाइको निरन्तरता। हामीले जीवनभर नयाँ कुराहरू सिक्न तत्पर सक्रिय रूपमा तयार रहनु जरुरी छ। हरेक दिन केही न केही नयाँ ज्ञान हासिल गर्नु जीवनको विकासको संकेत हो। आजै आफूलाई एक प्रश्न सोधौं, मैले आज के नयाँ कुरा सिकेँ? यही प्रश्नले तपाईलाई सिकाइको यात्रामा अघि बढ्न प्रेरणा दिनेछ। हामी मध्ये धेरै जसो सोच्दछौँ आत्मविश्वास जन्मजात आउँछ। हामीले कसैलाई देख्दा लाग्छ वा कस्तो कन्फिडेन्ट, तर वास्तवमा त्यो आत्मविश्वास अभ्यास र ज्ञानबाट विकास भएको हुन्छ। आजै आफूलाई प्रश्न गरौँ, मैले आज आत्मविश्वास बढाउन के अभ्यास गरेँ र के सिकेँ? सानो प्रयासले ठुलो परिवर्तन सम्भव छ। आत्मविश्वास निर्माण अभ्यासबाटै सुरु हुन्छ र त्यो आत्मविश्वास निर्माण गर्ने मुख्य बाटो हो सिकाइ। जब हामी सिक्छौँ हामी जानकार बन्छौँ। जब हामी जानकार बन्छौँ हामी निर्भक बन्छौँ। जब हामी निर्भक बन्छौँ हाम्रो आत्मविश्वास आकाश छुन्छ। आजै आफूलाई सोधौँ, मैले आज के सिकेँ जसले मलाई अझ निर्भक बनायो? सिकाइ नै आत्मविश्वासको पहिलो पाइला हो। हरेक दिनको नयाँ ज्ञान तपाईलाई शक्तिशाली बनाउँछ। तपाईँ अन्तिम पटक कहिले केही नयाँ कुरा सिक्नुभयो? कहिले तपाईले आफैलाई चुनौती दिनुभयो र सोच्नुभयो, यो म सिक्न सक्छु? यही सोच आत्मविश्वासको बिउ हो। मान्नुहोस्, तपाईलाई कुनै सार्वजनिक कार्यक्रममा बोल्न भनियो। यदि तपाईले त्यसअघि केही समय पब्लिक स्पिकिङको बारेमा अध्ययन गर्नुभएको छ, युट्युबमा केही टिप्स हेर्नु भएको छ, अभ्यास गर्नु भएको छ भने तपाईँ त्यो मञ्चमा ढुक्क भएर उभिन सक्नुहुन्छ। तर यदि तपाईले पहिले कहिले अभ्यास गर्नुभएको छैन, सिक्नु भएको छैन, तपाईँ डराउनुहुन्छ, गफ छोड्नुहुन्छ र आत्मविश्वास गुमाउनुहुन्छ। सिकाइ कन्फिडेन्सको सुरक्षा कवच हो। सिक्नाले तपाईको सोच फराकिलो बनाउँछ। तपाईँ समस्याहरू समाधान गर्न सक्षम हुनुहुन्छ। तपाईँ निर्णयहरूमा स्पष्ट हुनुहुन्छ अनि सबैभन्दा महत्त्वपूर्ण, तपाईँ डरको सट्टा उत्सुकताले भरिनुहुन्छ। किनभने तपाईँ जान्नुहुन्छ, म सिक्न सक्छु। जे जस्तो पनि परिस्थिति आए पनि म नयाँ कुरा बुझ्न सक्छु। सक्नेहरू सधैँ सिकिरहेका हुन्छन् र सिक्नेहरू सधैँ सक्ने बन्छन्। अब यो सबैको समाधानको लागि नयाँ सिक्ने यहाँ केही उपाय छन् जसले तपाईँको सिक्ने यात्रालाई सहज बनाउने छ भनेर आशा गरेको छु। 1 नम्बरमा छ, हरेक दिन 10 मिनट केही नयाँ कुरा पढ्ने बानी बसाल्नुहोस्। आजै प्रयास सुरु गर्नुहोस्। नयाँ ज्ञानले तपाईँको सोच, बोली र निर्णय क्षमतालाई सुधार गर्छ। सुरुमा सानो समय छुट्याउनुहोस्, 10 मिनट मात्र। बिस्तारै यो बानीले तपाईँलाई अगाडि बढाउँछ, आत्मविश्वास बढाउँछ र तपाईलाई अरूभन्दा फरक बनाउँछ। आजै किताब खोल्नुहोस्, लेख पढ्नुहोस् वा नयाँ विषयमा जानकारी लिनुहोस्। तपाईको भविष्य तपाईको आजको पढाइमा निर्भर गर्छ। अब 2 नम्बरमा छ, सक्रिय रूपमा नयाँ कुराहरूमा रुचि देखाउनुहोस्। संसार हरेक दिन बदलिन्छ। जो व्यक्ति नयाँ कुरामा चासो देखाउँछ उसैले परिवर्तनसँग अघि बढ्न सक्छ। जिज्ञासु बन्नुहोस्, कसरी काम गर्छ भन्ने जान्न खोज्नुहोस्। नयाँ सिप सिक्नुहोस्, फरक विचारहरूमा ध्यान दिनुहोस्। रुचि देखाउनु भनेको सिकाइको ढोका खोल्नु हो। तपाईले देखाउनु भएको उत्सुकताले तपाईलाई अरूभन्दा धेरै अगाडि पुर्याउने छ। अब 3 नम्बरमा छ, कुनै नयाँ सिप सिक्न सुरु गर्नुहोस्। नयाँ सिप तपाईको आत्मबल बढाउने सबल हतियार हो। हरेक दिन केही समय छुट्याएर केही उपयोगी कुरा सिक्न सुरु गर्नुहोस्, जस्तै टाइपिङ, डिजाइनिङ, लेखन वा सार्वजनिक बोल्ने कला। सुरुमा कठिन लाग्न सक्छ, तर निरन्तर अभ्यासले तपाईलाई दक्ष बनाउँछ। याद राख्नुहोस्, सिप त्यो सम्पत्ति हो जसलाई कसैले चोर्न सक्दैन। आजै निर्णय लिनुहोस्, म केही नयाँ सिक्छु। 4 नम्बरमा छ, जब तपाईँ सिक्दै जानुहुन्छ तपाईँ भित्रैबाट ग्लो गर्नुहुन्छ। ज्ञानले केवल दिमाग मात्र होइन, व्यक्तित्व पनि उज्यालो बनाउँछ।
नयाँ कुरा सिक्दा तपाईँमा आत्मविश्वास आउँछ, बोलाइमा स्पष्टता आउँछ, व्यवहारमा परिपक्वता आउँछ। त्यो ग्लो कुनै कस्मेटिक होइन, त्यो तपाईँको आत्मविकासको सङ्केत हो। आज सिक्न नछोड्नुहोस्, किनकि तपाईँको भित्रको उज्यालो संसारलाई देखिन थालिसकेको छ। तपाईँको कुरा कन्फिडेन्ट देखिन्छ, तपाईँको हाउभाउमा शान्ति र स्पष्टता आउँछ। तपाईँलाई डर हुँदैन, किनभने तपाईँलाई थाहा छ म सिक्न सक्छु। अन्त्यमा जीवन निरन्तर परिवर्तनशील छ। जो सिक्न बन्द गर्छ उसले विकासको यात्रा पनि रोक्छ, तर जो निरन्तर सिक्दै जान्छ उसले आत्मविश्वासको उज्यालो बाटो देख्दछ। अब राम्रो काममा किन ढिला गर्नु, आज अहिलेबाट सुरु गरौँ। आजै एक नयाँ विषय खोज्नुहोस् र त्यसबारे केही जानकारी सङ्कलन गर्नुहोस्। त्यो सानो कदम तपाईँको आत्मविश्वासको ठुलो जग बन्न सक्छ। स्मरण रहोस्, सिक्ने यात्राले आत्मबल बढाउँछ, आत्मबलले आत्मविश्वास बढाउँछ। धन्यवाद। यस्तै सकारात्मक सन्देशहरू सुन्दै हरेक दिन आफूलाई अझ राम्रो बनाउँदै जानुहोस्। मेरो च्यानल द रिभ्यू सेल्फलाई सब्सक्राइब गर्न नबिर्सिनुहोस्, किनभने तपाईँको एक क्लिकले तपाईँको सोच बदल्न सक्छ। फेरि भेटौँला अर्को जोसिलो प्रेरणादायी भिडियोमा। तबसम्मका लागि आत्मविश्वासका साथ बाँच्नुहोस्, अगाडि बढिरहनुहोस्।